फर्स्ट टाइम साथी र म भएर उसको घरमा गएर करेन्ट चौचो बनाएर खाएको पिरोले झन्डै मोरे लास्टसम्म भिडियो हेरेर माया देखाइदिनु होला। हेलो एन्ड नमस्ते सबैजनालाई। आयो हो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि यता सन्चै छु। तपाईँहरूलाई मेरो आजको छोटो मिनी भ्लगमा स्वागत छ। अनि आज म बिहानै उठेर कलेजमा फर्म बुझाउनको लागि फर्म बुझाउन जाँदा हाम्रो फोटो नभएको भएर हामीलाई फेरि फोटो खिच्न पठाउनु भयो। हामी दुईजनाले नै फोटो खिचेर फर्म बुझाएर अब हामी घर जान लागेको। अनि म घर आएर खाना साना खाएर फेरि म साथीको घर गएँ। साथीको घर आएर पनि हामी अब करेन्ट चौचो किन्न जान लागेको। पसल गएर तिनटा करेन्ट चौचो किनेर घर आएर अब साथीले करेन्ट चौचो बनाउन लागेको छ। करेन्ट चौचो बनाउनको लागि मेरो साथीले सुरुमा पानी तताउँदैछ। पानी तातेर पनि चौचो पाकिसकेर यसमा अब मेरो साथीले मर मसलाहरू हाल्न लागेको छ। सबै करेन्टको मसलाहरू हालेर यसलाई मिक्स गर्दाखेरि यस्तो दामी स्मेल आएको थियो नि, कतिखेर खाम जस्तो भइसकेको थियो। मार्केटमा जतिसुकै स्पाइसी चौचो आए पनि मेरो वान अफ द फेभरेट भनेको चाहिँ करेन्ट चौचो नै हो। सो हाम्रो करेन्ट चौचो पनि रेडी भइसक्यो र हाम्रो करेन्ट चौचोको फाइनल लुक चाहिँ यस्तो छ। अब हामी ढिलो नगरिकन हाम्रो खाने प्रोग्रामतिर लाग्छ। फर्स्ट बाइट मुखमा हालेको यस्तो मिठो भएको थियो, मिठोको साथसाथै पिरो पनि धेरै नै थियो। करेन्ट चौचो यसै त पिरो हुन्छ, त्यही माथि मेरो साथीले 5वटा डल्लो खुर्सानी पनि हालेको थियो। सोच्नु न कति पिरो भएको होला। जति नै पिरो भयो भने हामीले जसो तसो गरेर सबै खाएर सक्यौं। यस्तो जाडोमा पनि करेन्ट चौचो खाएर गर्मी नै बनाइदियो यार। मुखभरि पसिना नै पसिना आएको थियो यो पिरोले गर्दाखेरि। धेरै पिरो भएको भएर मेरो साथीले मिठाई लिएर आयो अनि हामीले मिठाई खायौं। मिठाई खाँदा पनि पिरो हट्दैन त के विधि पिरो भएको हो। यस्तो पिरो त अहिलेसम्म खाएको थिएन हो मैले कहिले पनि। आयो हजुरहरूलाई यो भिडियो मन पर्यो होला, मन पर्यो भने लाइक पनि गरिदिनु अनि फलो गर्नु भएको छैन भने फलो पनि गरिदिनु। आज मैले लिएको 30 डे च्यालेन्ज पनि कम्प्लिट भइसकेको छ। हजुरहरू जसले पनि मलाई डे 1 देखि हेर्नु भइरहेको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि मेरो डेली भ्युअरहरूलाई पनि मनदेखि माया छ। अझै यसै गरी माया गरिराख्नु होला भन्दै आजको लागि चाहिँ बिदा भयो। भेटौँला अर्को भिडियोमा। बाइ बाइ गाइज।